हेलो गाइज वेलकम टु माई भिडियो र आज म फेरि खेल्न गइरहेको छु प्रो लिग सक्कर गेम र यो गेममा हामी नेसनल तर्फ अगाडि बढ्नेछौँ र हामी वर्ल्ड कप खेल्नेछौँ र वर्ल्ड कपमा पोर्तुगल लिएर खेल्नेछौँ। हामी सिधै गेम स्टार्ट गर्दियौँ। गेम स्टार्ट गरौँ ल। यही ठिक छ, ड्रेसहरू सबै म्याचिङ भइसकेको छ र हामी फेरि गेम स्टार्ट गरिसकेका छौँ। गेम सुरु हुने बित्तिकै धेरै बढाएर लगिसकेको छ। दामी पास हारेर खेल्दैछ। ल मैले पास भेट्टाएँ। ल एक छेउबाट कुदै लगेर पास झार्ने कोसिसमा छु म। ल पास ल यो ओहो ल सुरुमै 3 मिनेटभित्र गोल हानिसकेको छ। यहाँ मैले हानिसकेको छु। सुरुमा उताबाट प्रेस गर्दै थिएँ, मैले 3 मिनेटभित्र। तर पास चाहिँ हाम्रो भन्दा अलि धेरै नै मिलाएर खेल्दो रहेछ। फेरि उल्लो छेउबाट बढाएको छु मैले। सिधा बढाएर लगेर उतापट्टि पास ल यो फेरि गोल भइसकेको छ। 2 गोल साथसाथै 2 गोल हानिसकेँ मैले 7 मिनेटभित्र। उताको टिमले कतिको जित्छ। हामी विश्व कप खेल्दैछौँ। त्यसमा गोल हान्छ कि भन्ने मलाई डर पनि छ। फेरि पास ल मैले पनि पास गर्दै उताबाट फेरि यस्तै झारेर गोल भएकाले फेरि थोरै बाहिरबाट गएकाले मिस भएको छ। केही छैन, 2 गोल हानिसकेका छौँ। यी 2 गोलमा जित्यो भने त ठिकै हो, जित्दैन हार्यो भने गाह्रो हुन्छ हामीलाई। कहाँ गएको छ मेरो प्लेयर? धेरै नै प्रेसमा लागिरहेको छ, एक्लै नचाहिरहेको छ। यसले तपाईँहरू देखिराख्नु भएकै छ। यहाँ बल मैले खोसिसकेको छु र फेरि मैले पास हान्न खोज्दा खोस्यो यो टिमले। मैले बल फेरि भेट्टाएँ एकचोटि। अर्को पटक फेरि छेउछेउबाट कुदाएर लगेर एकै जस्तो गोल हान्ने प्रयासमा म र सिधै किप्परकै हातमा। थोरै मिस्टेक भएको छ साथीहरू, किप्परकै हातमा पुगेको छ। बढ्दै उतापट्टितिर गयो। यसलाई बल दियो, यसले योबाट झार्ने। ल फेरि ओहो फेरि रोकेको छ। कर्नर। अब कर्नरमा म के गोल हान्न सक्छु होला त? हेरौँ परीक्षाको घडी। ल फेरि एकपटक गोल। कर्नरमा पनि गोल भइसकेको छ। 3 गोल हानिसकेको छु मैले यतिखेरसम्म। यो साइडबाट हार्न मेरो लागि लक्की हुन्छ जस्तो भन्ने मलाई लागिरहेको छ। र फेरि ओहो किप्परले समातेको छ। थोरै अलि सुट पुगेन। फेरि यही साइड मैले रोजिसकेको छु र क्रस झारी पनि सकेको छु। थोरै हाई भइसकेको छ। यहाँ केही छैन। उताको टिमले धेरै नै प्रेस गरेर पासमा लग्दैछ। म पनि के कम छु र। धन्न आउटै हानेर छोड्यो।
गोल हान्छ कि भन्ने डर छ मलाई। मैले सिधै गोलतिर ल्याएको, किपरले समातेर गल्ती देखाइसकेको छ। र फेरि एक गोल भइसकेको छ। यहाँ 4 गोल हालिसकेको छु मैले। हेर्न देखिराख्नु भएको छ, 4 गोल भइसकेको छ यहाँ। र फेरि अर्को गोलतर्फ म लागि नै रहेको छु। अर्को गोल यताबाट झारेर सट्ट हान्छु कि भन्ने मेरो आशा। ल फेरि एक गोल थपिएको छ र 5 गोल भयो। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ मैले गोल हानिसकेको छु। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। आउट भयो यहाँ। फेरि आउट भइसकेको छ। मैले फेरि बल बढाएर ल्याइसकेँ र धेरै नै पावरफुल सट हानेको छु मैले होइन। पावरफुल सटको लागि तपाईँहरूले पनि लाइकको बटनलाई पावरफुल सट गर्नुहोस् र सब्सक्राइबको बटनलाई पनि पावरफुल सट हानेर बेल आइकनलाई हिट गरिदिनुहोस्। त्यति भन्न चाहन्छु। यही पावरफुल सटको अवसरमा लाइक गर्न नबिर्सिनु होला। फेरि आउट गइसकेको छ। फेरि आउट गइसकेको छ। उनीहरूले आउटै खेलाउने भनेर सोचेका होलान् र म दिन्न त्यस्तो काम गर्न। बल भेटाइसकेँ। फेरि खोसिदियो। टिम त राम्रो छ साथीहरू उताको पनि। दामी झारेको छु र यो सिधै क्रसमा परिवर्तन भयो र यो किपरले छोएको छ साथीहरू। यहाँ पावरफुल ट्याकल लागेन, स्लाइडको ठाउँमा सट लागेन। बल खोसिसकेको छ यसले। देखिराख्नु नै भएको छ तपाईँहरूले। ल हाम्रो रोनाल्डो नाम गरेको एकजना क्यारेक्टर पनि रहेछ, रियलिस्टिक। उतापट्टि पासमा बस्ने मै होला सायद। र कर्नर भएको छ। तपाईँहरूले देखि नै राख्नुभएको छ। 5-0 गोलले अहिलेसम्म मैले पराजित गरि नै रहेको छु। यो कर्नरमा गोल होला त के भएन र पनि केही छैन। हाफ टाइम भइसकेको छ। देख्न सकि नै राख्नु भएको छ। 3, 4, 5 गोल भइसकेको छ यहाँ। दामी उहाँ पल्लो छेउमा पास झारिसकेकै छु मैले। यहाँबाट क्रसकै मात्रै कुरो छ। र फेरि अर्को गोल। धमाका नै धमाका। 6 गोल भइसकेको छ यहाँ। हाम्रोमा यहाँ 6 गोल भइ नै सकेको छ। र फेरि अर्को पटक मेरो खुट्टामा बल र मैले बल बढाइ नै रहेको थिएँ। खोसिदिएको छ। तपाईँहरूले देख्दै हुनुहुन्छ। बल बढाइसक्यो उताको टिमले पनि। मेरो खुट्टामा फेरि बल आएर मैले अगाडि पास खेल्न खोजेको थिएँ तर धेरै गएन। यो चोटि दामी पास खेलिसकेको छु र क्लियर छ बाटो। यहाँबाट क्रस झार्दिउँ। यो क्रस थोरै बढ्ता भएको छ। तपाईँहरूले देखि नै भइरहेछ। म यो गेमलाई जितेरै छाड्ने प्रयासमा खेल्दैछु र यो
ओहो आउट भइसकेको छ यहाँ। मेरै प्लेयरको जिउमा ठोकिएको छ यहाँ बल। मेरै प्लेयरले बल पाइसकेको छ। फेरि एकपटक र चान्स, फेरि एकपटक छ। चान्स गवाउन चाहन्न, 7 गोल बनाउन चाहन्छु म, तर यहाँ दामी किपरले समातेको छ। देख्दै हुनुहुन्छ तपाईँहरूले पनि। यो फेरि राम्रो अपर्च्युनिटी हो मेरो लागि। फेरि समातेको छ किपरले। तपाईँहरूले अझै यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गरेर बेल आइकन हिट गर्न नबिर्सिनु होला। अन्त फेरि अर्को गोल र दामी डाइभ हानेर किपरले कर्नर बनाएको छ। किपरले गोल बचायो र हामी फेरि एकपटक गोल भइसकेको छ यहाँ। फेरि अर्को पटक गोल भएको छ कर्नरबाट पनि र 7 गोल भनेर हामी धेरै अगाडि उछिनिसकेका छौँ यो टिमलाई। तपाईँहरूले देखि नै राख्नु भएको छ। मैले गोल बढाइ नै सकेको छु। फेरि पावरफुल क्रस रह्यो, दामी क्रस थियो तर अलिक लामो क्रस थियो। यो गोल, फेरि एक गोल रह्यो। 8 गोल भइसकेको छ यहाँ। तपाईँहरूले देख्दै हुनुहुन्छ 8 गोल भएको अवसरमा एक लाइक हाल्न नबिर्सिनु होला। अझै फेरि हामी गेमलाई कन्टिन्यू गर्नेछौँ। फेरि दामी पास सहित हामी धेरै अगाडि बढिसकेका छौँ। र ओहो आउट भएको छ। थ्रो, हामीसँग थ्रो छँदै नै छ। थोरै सट अलि लागेन छ, देख्दै हुनुहुन्छ। ओहो दामी यहाँ बिचबाट ल दामी क्रस धरिसकेको छ। अब पास मिलेर क्रस, यस्तो क्रस धारेर गोल हानिन्छ कि गोल भइसकेको छ। र यहाँ 9 गोल तपाईँहरूले देखि नै राख्नु भएको छ। यहाँ धेरै नै खतरनाक गेम भइरहेको छ। यहाँ 9 गोल हानेको देखि नै राख्नु भएको छ। जस्तो नाम त्यस्तै गेम भनेर यहाँ गेम चलिरहेको छ। फेरि एकपटक गोल हुन्छ जस्तो र किपरले क्याच गरेर थोरै डिस्टर्ब गरेको छ र पनि ठिकै छ। 9 गोल।